अर्काको छोरी चेलीलाई रोग सार्न पाइँदैन है। आफ्नो शरीरको प्रोटेक्ट आफै गर्ने ल। आमै नै के हो त्यो माथि चढ्ने सोल्टी? के भयो बेबी तिमीलाई? अल्ले तिम्रो कन्डम बोक्ने बेला भएको छैन बाबा है, उमेर पुगेको छैन। यो पुलिस दाइहरूको उमेरको हुनुपर्छ कि ल। ऊ त्यो क्यामेरा खिच्नेको पछाडिको हाम्रो आयोजकज्यूहरू हुनुहुन्छ पछाडिपट्टि, उहाँहरूको उमेर भएको छ, तिम्रो अझै भएको छैन। यो बेला तिम्रो कन्डम बोक्ने बेला होइन, अहिले पेन मात्रै, मोबाइल कलम कापे ल्यापटप बोक्ने बेला हो ल। ओके बिचरा त्यस्तो गाह्रो भयो तिमीलाई, भइ छोडिदेऊ। अनि बेबी मलाई देऊ न पानी, पानी देऊ ल बाबा। अनि बेबीले फेरि कार्ड पनि कहाँ झुन्डाएको त्यहाँ मुस्कान चाहिँ मिठो, अलिअलि दारी उम्रिया रहेछ यसको पनि। जुठो खान्छौ? जुठो खान्छौ? यो तातो पानी हो कि? तिम्रो डार्लिङलाई एकदम घाँटी दुखेछ नि त ल। तिमी चिसो खाऊ ल बेबी, चिसो खायो भने धेरै सेक्सी हुन्छ ल। सेक्सी मिन्स अट्र्याक्टिभ हुन्छ ल, एनर्जेटिक। ओके चान्चु नि त कहाँ र, चान्चु नि त कहाँ र, अध्यारो मालाको माया, अध्यारो मालाको माया। मैनी कति मिठो हाँसेको, त्यो ढाकी टोपी लाउने सोल्टी कति मिठो मुस्कान हो माइक हल्ले गालामा मैनी कुचु 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 हल्ले त्यो सोल्टी पनि आज बुढीलाई ज्योति मर्को प्रोग्राम हेर्न जान्छ भनेर आएन कि। यो सोल्टी आज त्यो सन्ध्या खर्कामा मिटिङ छ भनेर आएको हो कि, लुकेर आएको कसम। आज त्यो सोल्टी चाहिँ ज्योति मर्को तिग्र हेरेर चार्ज भइसकेको छ है। आज घर गएर बुढी पनि चार्ज हुन्छ उसको राम्रै। ओके सबैजनाले लाउड भएर, यति नै पुगेन, अझै लाउड भएर त चान्चु नि त कहाँ हो र।